एक दिन राजकुमारी बगैँचामा घुमिरहेकी हुन्छिन्। यत्तिकैमा उनले सुनको रङ गरेको सुगालाई रुँदै गरेको देख्छिन्। राजकुमारीले सुगालाई काखमा राखेर सोध्छिन्, तिमी किन रुँदैछौ? सुगाले जवाफ दिन्छ, मेरो पखेटा भाँचिएका छन्। के तिमी मलाई मद्दत गर्न सक्छौ राजकुमारी? राजकुमारीले सुगालाई दरबार लगेर जान्छिन्। सुगाको हेरचाह गर्छिन्। मिठो मिठो फलफुलहरू खुवाउँछिन्। दिनरात स्याहारसुसारपछि केही दिनमै राजकुमारीको मायाले सुगा निको भयो र चम्किलो सुन जस्तै देखिन थाल्यो। सुगाले एक दिन राजकुमारीलाई भन्यो, राजकुमारी, अब मेरो जाने दिन आइसकेको छ। म तिमीलाई एउटा रहस्यमय कुरा भन्न चाहन्छु। म जादुको चरा हुँ। तिम्रो दयालु मनकै कारण म आज निको भएको छु। म आज तिमीलाई केही वरदान दिन चाहन्छु। कृपया नेक्स्ट पार्टको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र कमेन्टमा पार्ट 2 लेख्नुहोला। म छिट्टै नै पार्ट 2 लिएर आउनेछु।